नमस्कार, बिहान 11 बजेको ग्रेस बुलेटिनमा उपस्थित छु म कृष्ण नेउपाने। तपाईँ हामीलाई यतिखेर इन्टरनेट मार्फत www.gracefm.com.np बाट पनि संसारभर एकैसाथ सुन्दै हुनुहुन्छ। सुरु गरौं अहिलेसम्मका प्रमुख बुलेटिन शीर्षकहरूबाट। सिन्धुपाल्चोक अत्तरपुरका बासिन्दा झाडी सफा गरेर करोडौं कमाउँदै सोलरबाट डाँडापारी क्षेत्र झलमल्ल हुँदै। विपक्ष दलहरू आन्दोलनका विषयमा छलफल गर्दै नेकपा माओवादी केन्द्रीय समितिको बैठक पनि आजै। इजिप्टमा हिंसा भड्कियो, इजिप्टका राष्ट्रपति मोहम्मद मोर्सीले पोर्ट सहरमा 1 महिने संकटकालको घोषणा। र एसिसी महिला च्याम्पियनशिपमा नेपालले आज हङकङको सामना गर्दै यता 11औं आहा रारा गोल्ड कपमा आज आरसिटी र 3 स्टार भिड्ने। आयो नेपालीको माझमा बलियो र सुरक्षित बन्छ सबैको संरचना। गुणस्तर विश्वासको रोचाइमा यही लो आयो वापस साखर टिएमटी, लो आयो वापस साखर टिएमटी। विगत 2 दशकदेखि नेपालीको विश्वास जित्न सफल साखर स्टिल्स प्रस्तुत गर्दछ साखर टिएमटी, उत्कृष्ट गुणस्तर र भूकम्प प्रतिरोधक शक्तिको साथमा, जसले बनाउँछ सदैव टिक्ने सुरक्षित निर्माण। साखर टिएमटी, अटुट सम्बन्ध, गुणस्तर विश्वासको। अब बुलेटिन विस्तारमा। सिन्धुपाल्चोक अत्तरपुर 8 सिक्रेका बासिन्दाले झाडी सफा गरेर करोडौं रुपियाँ कमाउने गरेका छन्। उनीहरूले आफ्नो सामुदायिक वनमा रहेका गैर काठ पदार्थबाट झाडी बायोग्रिगेड तयार पारेर बिक्री गर्ने गरेका छन्। अत्तरपुर वडा नम्बर 7, 8 र 9 का झन्डै 200 बासिन्दाहरूले प्रत्यक्ष रोजगारी समेत पाएका छन्, जसमा झन्डै 45% महिला समेत छन्। गाउँमा रहेका 4वटा बायो ब्रिगेड उद्योगबाट रोजगारीको व्यवस्था पनि सिर्जना भएको छ। सिक्रे ब्रिगेड उद्योगका व्यवस्थापक देवबहादुर श्रेष्ठले उद्योगमा 8 घण्टा काम गर्ने कामदारले प्रतिदिन 500 रुपियाँ कमाउने गरेको बताउनुभयो। डाँडापारीको मिल्से 6 स्थित फ्याङखोला पोल्टी सेट परियोजनामा 7,55,000 खर्च भइसक्दा पनि बत्तीको अत्तोपत्तो थाहा नपाएका स्थानीय बासिन्दाको मुहारमा धौलागिरी सोलर कम्पनीले उज्यालो ल्याइदिएको छ। स्थानीयवासी काजीमान रुम्बा र अरुण लोप्चनको सक्रियता र नेपाल सरकारको 40% सहयोग र बाँकी समुदायको लगानीमा धौलागिरी सोलर कम्पनीको माध्यमबाट 45 घरधुरीले सोलर जडान गरी अँध्यारोबाट मुक्ति पाएका छन् भने छिट्टै 30 घरधुरीले यो सेवा पाउने स्थानीय रमेश बहादुर तिमल सिन्हाले जानकारी दिनुभयो। काभ्रेको धुलीखेल नगरपालिकाले लोकसेवा आयोगको तयारीका लागि निशुल्क कक्षा सञ्चालन गर्ने भएको छ। कक्षा सञ्चालनका लागि नगरपालिकाले रकम पनि विनियोजन गरेको छ। आर्थिक वर्ष 2070-71 का लागि 30 जना नायब सुब्बा स्तरको निशुल्क तयारी कक्षा सञ्चालन गर्न रकम विनियोजन गरेको नगरपालिकाका कार्यकारी अधिकृत गणेश नेपालीले जानकारी दिनुभयो। विपक्षी दलहरूले सरकार विरुद्ध आन्दोलनका बारेमा आज छलफल गर्दैछन्। सरकार विरुद्ध भोलिका लागि तय गरिएको विरोध प्रदर्शनलाई सशक्त बनाउन विपक्षी दलहरूले आज छलफल गर्न लागेका हुन्। दिउँसो नेपाली कांग्रेसको पार्टी कार्यालयमा हुने छलफलमा सरकार विरुद्धको प्रदर्शनको स्वरूप, त्यसको दलीय कार्यविभाजन लगायतका विषयमा छलफल हुने नेताहरूले बताएका छन्। भोलि काठमाडौँमा विपक्षी दलहरूले संयुक्त प्रदर्शन गर्ने कार्यक्रम तय गरेका छन्। दैलेखबाट सुरु भएको सरकार विरुद्धको आन्दोलन भोलि काठमाडौँमा शक्ति प्रदर्शन गर्न लागेको एमाले उपत्यका इन्चार्ज कृष्ण गोपाल श्रेष्ठले जानकारी दिनुभयो। नेकपा माओवादी केन्द्रीय समितिको बैठक आज बस्दैछ। दिउँसो पार्टी कार्यालय बुद्धनगरमा बस्ने बैठकमा बाँकी रहेका केन्द्रीय सदस्य मनोनयन र सरकार विरुद्धको आन्दोलनका विषयमा छलफल हुनेछ। आकांक्षाहरू बढी भएपछि नेकपा माओवादीले 8 जना केन्द्रीय सदस्यमा मनोनयन गर्न सकेको छैन। आजको बैठकमा 8 जना सदस्यको मनोनयन र जिल्ला तहमा लैजाने कार्यक्रमका विषयमा छलफल हुनेछ। आज आन्दोलनका कार्यक्रम सहित बैठक सक्ने तयारी भइरहेको सचिव देव गुरुङले जानकारी दिनुभयो। नर्सिङ दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ। नेपाल नर्सिङ संघको स्थापना भएको दिनको सम्झनामा हरेक वर्ष आजकै दिन दिवस मनाउन लागि हो। 2018 सालमा नेपाल नर्सिङ संघको स्थापना भएको थियो। दिवसको अवसरमा महिला हिंसा विरुद्धमा नेपाल नर्सिङ संघको ऐक्यबद्धता भन्ने नाराका साथ काठमाडौँमा र्याली र कार्यक्रम हुँदैछ। आज बिहान शान्ति बाटिकाबाट र्याली सुरु भई खुला मञ्चमा पुगेर सभा गर्ने कार्यक्रम रहेको संघीय अध्यक्ष प्रमिला देवानले जानकारी दिनुभयो।
नर्सले जतिबेला पनि सेवा दिन तयार भए पनि काम गर्ने वातावरण बिग्रँदै जाँदा समस्या भएकाले आजको कार्यक्रम यसैमा केन्द्रित रहने उहाँको भनाइ छ। नेपालमा 3500 भन्दा धेरै नर्सहरू कार्यरत छन्। ग्रेस बुलेटिनमा अब अन्तर्राष्ट्रिय खबर। इजिप्टका राष्ट्रपति मोहम्मद मोर्सीले पोर्ट शहरमा 1 महिने संकटकालको घोषणा गर्नुभएको छ। गएको वर्ष त्यहाँको फुटबल रंगशालामा भएको दंगामा संलग्नहरूलाई अदालतले मृत्युदण्ड घोषणा गरेसँगै हिंसा फैलिएपछि सरकारले संकटकालको घोषणा गरेको हो। मृत्युदण्ड दिएका परिवार, आफन्त र शुभेच्छकहरूले आन्दोलन गरेपछि प्रहरीसँगको झडपमा शनिबार यता 33 जनाको मृत्यु भइसकेको छ। सरकारको राजीनामा माग्दै विपक्षीहरूले आन्दोलन चर्काइरहँदा पोर्टमा नयाँ हिंसात्मक आन्दोलन सुरु भएपछि सरकारले संकटकालको घोषणा गरेको हो। पोर्ट शहरमा संकटकाल लगाए पनि इजिप्टको राजधानी कायरो र अन्य शहरहरूमा पनि आन्दोलनहरू भइरहेका छन्। ग्रेस बुलेटिनमा अब खेल खबर। एसीसी महिला च्याम्पियनशिपमा नेपालले आज हङकङसँग प्रतिस्पर्धा गर्दैछ। खेल आज बिहान थाइल्याण्डको प्रेम ओभल मैदानमा सुरु हुनेछ। एक खेल बाँकी रहेकै अवस्थामा सेमिफाइनल प्रवेश गरेको नेपाल र हङकङ बीचको आजको खेलबाट समूह विजेताको टुङ्गो लाग्नेछ। समान 3 खेलबाट 6 अङ्क जोडे पनि रन रेटका आधारमा हङकङ भन्दा नेपाल अगाडि छ। आजको खेलको विजेता समूह विजेता हुनेछ भने पराजित टोली उपविजेता हुनेछ। यसअघि नेपालले भुटान, यूएई र मलेसियालाई पराजित गरेको थियो। यता पोखरामा जारी 11औं आहा रारा गोल्ड कप अन्तर्गत आज तेस्रो क्वार्टर फाइनल खेलमा आरसीटी क्लब र ललितपुरको 3 स्टार क्लब भिड्ने भएका छन्। आरसीटीले कोलकाताको साउदर्न समिति एएफसीलाई पराजित गर्दै क्वार्टर फाइनलमा प्रवेश गरेको हो भने 3 स्टारले प्रतियोगिताको क्वार्टर फाइनलमा सीधा बाई पाएर पुगेको हो। यस्तै शहीद स्मारक बी डिभिजन लीग फुटबलमा आजबाट खेल सुरु हुँदैछ। सशस्त्र प्रहरी बलको हलचोक मैदानमा हुने लीगको पहिलो दिन आज लालीगुराँस पुल्चोकी स्पोर्ट्स क्लब र कुमारी क्लब तथा च्यासल युवा क्लब र 7 दोबाटोको युथ क्लब बीच प्रतिस्पर्धा हुनेछ। यस खेल खबर सँगसँगै अहिलेलाई ग्रेस बुलेटिन यति नै। जाँदा जाँदै प्रमुख बुलेटिन पुनः एकपटक। सिन्धुपाल्चोक उत्तरपुटका बासिन्दा झाडी सफा गरेर करोडौं कमाउँदै सोलरबाट डाँडापारी क्षेत्र झलमल्ल हुँदै। विपक्षी दलहरू आन्दोलनका विषयमा छलफल गर्दै नेकपा माओवादी केन्द्रीय समितिको बैठक आज बस्दै। इजिप्टमा हिंसा भड्कियो। इजिप्टका राष्ट्रपति मोहम्मद मोर्सीले पोर्ट शहरमा 1 महिने संकटकालको घोषणा। र एसीसी महिला च्याम्पियनशिपमा नेपालले आज हङकङको सामना गर्दै यता 11औं आहा रारा गोल्ड कपमा आज आरसीटी र 3 स्टार भिड्ने। ताजा समाचार तपाईले आफ्नो मोबाइलमा प्राप्त गर्न मोबाइलको मेसेज बक्समा गई जीएफएम टाइप गरी _ NEWS न्यूज टाइप गरी 4555 मा पठाउन सक्नुहुनेछ। हामी अर्को बुलेटिनका साथ मध्याह्न 12 बजे पुनः उपस्थित हुनेछौं। प्रविधिमा साथ दिनुहुने साथी अशोकजीलाई धन्यवाद दिँदै म कृष्ण बिदा हुन्छु। नमस्कार। समता सृजना शान्ति रेडियोको समावेशी आवाज ग्रेस एफएम 107.6 मेगाहर्ज। सुनौ र सुनाऊ। You're checking out. Take a break.